सुनाई पाठ 10 भतेर बालकृष्णसम। हरि, तिमी लहडी छौ। सुन त, दुलैले छोएको तिमीले खाएपछि तिमीले छोएको अरूले खाएनन् भने नि? हुन्छ, दुलैले छोएको तपाईँहरू 20 जना नखानुहोला, नखानुहोस्। उनीले छोएको खाने संसारमा 20 लाख मानिस छन्, अझ करोडौँ पशुपन्छी छन्। हुन्छ, तपाईँहरू घृणाले नाता टुटाउँदै जानुस्, प्रेमले नाता जुटाउनेहरू जगतमा अनगिन्ती छन्। हरिले ठिक भन्यो, म त खान्छु, भोकै बस्न सक्दिन। खान मन लाग्ने खान्छन्, मन नलाग्ने खाँदैनन्, यसमा के को करकर? कान्छाले भनेको कुरा 2500 आना बेमनासिब त भन्दिन, तर पुस्तौँदेखि चलिआएको कुरालाई हमेसी। कहिलेदेखि के चलेर आयो? हजारौँ वर्ष लुगै नलगाउने चलन थियो। पर्वतका पत्थरी गुफाको हुँदाहुँदै ऐनाघर भइसक्यो। काँचो खानाको पकवान्न भइसक्यो। ताडपत्रको पुस्तक भइसक्यो। रथका ठाउँमा रेल, मोटर, हवाईजहाज, रकेट भइसक्यो। दियालाका ठाउँमा बिजुली बत्ती भइसक्यो। तपाईहरू अनन्त समयको कुनो भागलाई केन्द्र सम्झेर टिप्नुहुन्छ? अहिले हामी जसरी चलिरहेका छौँ, यो हाम्रो चलन हो। चल्न छोडिसकेका चलन जसले चलाए तिनैसँग मरेर गए। अब फेरि तिनैलाई अँगाल्ने? हाम्रा कान्छाले पढेको सार यही भो। मैले विदेशमा ठुला ठुला होटलमा गएर खाएको छु। जुत्ता लाएको खुट्टा टेबुल मुन्तिर घुसारेर टेबुल मास्तिर राखिएको पुलाउ भात चम्चाले खाएको छु। मैले छोएको तपाईँहरू सबैले खाइसक्नु भएको छ। अब कता गयो हाम्रो जात? विदेशमा जाँदा सब नेपाली नेपाली छौँ भने यहाँ आउने बित्तिकै किन सङ्कुचितपना लिनु?